दर्शकबिन नमस्कार अनि हार्दिक स्वागत छ। म अर्जुन नेउपाने आज तपाईहरुमा यस्तो ठाउँको विषयमा चर्चा गर्दैछु जुन ठाउँलाई विश्वले सबैभन्दा कठोर, डरलाग्दो र भयानक कारागार भनेर चिन्छ। हो, आज हामी कुरा गर्दैछौँ टेररिज्म कन्फाइनमेन्ट सेन्टर, जसलाई छोटकरीमा सिकोट पनि भन्ने गरिन्छ। एल साल्भाडोरको टेकोलुका सहर नजिकै अवस्थित यो मेगा प्रिजन, जसमा सबैभन्दा ठुलो क्षमता र संसारको सबैभन्दा धेरै सुरक्षा कायम गरिएको छ। यो कारागारमा कुनै पनि अपराधी एकचोटि छिरिसके पछाडि निस्किनु भन्ने असम्भव जस्तै छ। सम्भव होस् पनि कसरी, यी अपराधीहरू यस्ता छन् कि यिनीहरूको अपराध सुन्दा तपाईँको शरीर जिरिङ्ग हुन सक्छ। यिनीहरूले एकैजनाले सयौँजनाको हत्या, एकैजनाले सयौँजनाको बलात्कार र ड्रग स्मग्लिङ, हात हतियार बेचबिखन, कानुन विपरीत काम गरेका कारण यिनीहरू आज यो दिनहरू भोगिरहेका छन्। के यस्ता अपराधीहरूले पनि बाँच्न पाउनुपर्छ? यदि बाँच्न पाउनुपर्छ भने कस्तो जिन्दगी बाँचिरहेका छन्? आउनुहोस् आज हामी देखाउँछौँ। यहाँ प्रवेश गर्नेहरूमध्ये धेरैजसो कहिल्यै पनि बाहिर निस्कँदैनन्। कुनै भेटघाट छैन, कुनै शिक्षा छैन, कुनै बाहिरी हावा छैन। यो एउटा यस्तो मानव शून्य ठाउँ हो जहाँ जिउँदै गाडिने जस्तो व्यवहार गरिन्छ। आज हामी यसको पूर्व रहस्य, निर्माणको कथा र भित्री यथार्थ अन्तर्राष्ट्रिय विवाद खुलासा पनि गर्दैछौँ। 2022मा एल साल्भाडोरका राष्ट्रपति नाइब बुक्लेले ग्याङ हिंसा विरुद्ध युद्ध घोषणा गरे। देशमा मारा साल्भात्रुचा र ब्यारियो 18 जस्ता ग्याङहरूको आतंक थियो। बुक्लेले स्टेट अफ एक्सेप्सन लागू गरे। संवैधानिक अधिकारहरू निलम्बन, हजारौंलाई बिना मुद्दा पक्राउ। त्यही क्रममा 2023मा सिकोटको निर्माण सम्पन्न भयो। लागत, निर्माण र विवरण अझै गोप्य छन्। क्षमता 40,000 कैदी। यो ल्याटिन अमेरिकाकै सबैभन्दा ठुलो कारागार हो। 8वटा विशाल ब्लक, 19वटा गार्ड टावर, 2 तहको 9 मिटर अग्लो पर्खाल, विद्युतीय तार, बारबेड वायर र खुट्टाको आवाज सुनिने ग्राभेल भुइँ। सरकारको दाबी यो आतंककारी र ग्याङ लिडरका लागि मात्र हो, तर वास्तविकता धेरै निर्दोष र साना अपराधीहरू पनि यहाँ पुगेका छन्। यी अपराधीहरूको जीवन कहिले पनि सामान्य थिएन र छैन पनि। सिकोटभित्र पस्ने बित्तिकै कैदीहरूको टाउको खैरिन्छ, कपडा खोसिन्छ र उनीहरूलाई मात्र छोटो पाइन्ट लगाएर राखिन्छ। प्रत्येक कोठामा 65 देखि 80 जना कैदी। साँगुरो मेटल बङ्क बेड, झ्याल छैन, 24 घण्टा उज्यालो बत्ती बलिरहन्छ। कुनै भेटघाट छैन, परिवारसँग बोल्न पनि पाइँदैन। कुनै बाहिरी कसरत छैन, कहिल्यै घाम पनि लाग्दैन। कुनै शिक्षा वा पुनर्स्थापना कार्यक्रमहरू छैन। कैदीहरू दिनमा 30 मिनट मात्र हातखुट्टा बाँधेर हलमा भने हिँड्न पाउँछन्। एक पूर्व कैदी वा सर्भाइभरहरूको भनाइअनुसार त्यो जिउँदै मर्नु सरह हो। खाना न्यूनतम, स्वास्थ्य न्यूनतम, मानसिक यातना भने अत्याधिक धेरै। धेरैलाई कहिल्यै छाडिँदैन भनिन्छ। 2025मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सयौं भेनेजुएली आप्रवासीहरूलाई ट्रेन्डे आरागुआ ग्याङ सदस्य भएको आरोपमा सिकोटमा पठाएका थिए। तर प्रोपब्लिका र फ्रन्टलाइन जस्ता संस्थाहरूको अनुसन्धान अनुसार धेरैसँग कुनै पनि आपराधिक रेकर्ड थिएन। उनीहरू भन्छन्, हामी निर्दोष थियौँ तर हामीलाई यहाँ पठाइयो। अन्तर्राष्ट्रिय मानवाधिकार संस्थाहरू जस्तै इन्टरनेसनल ह्युमन राइट्स वाचले सिकोटलाई अमानवीय भनेका छन्। कैदीहरूसँग वकिलसँग भेट, अदालतमा उपस्थित सबै सीमित। धेरै मुद्दाहरू सामूहिक अनलाइन सुनवाईबाट टुङ्ग्याइन्छ। एल साल्भाडोरमा हत्या दर घटेको दाबी गर्छन्, तर आलोचकहरू भन्छन् यो लोकप्रियतावादी दमन हो। निर्दोषहरू समातिएका छन् र सिकोटले बिना मुद्दा जीवनभर थुन्ने औजार बनेको छ। BBC, NPR जस्ता मिडियाले भित्री दृश्य देखाएका छन्। एक रिपोर्टमा भनिएको छ, कैदीहरू मानिस होइनन्, सङ्ख्या जस्तो व्यवहार गरिन्छ। सिकोट एउटा प्रतीक हो कडा कानुनको, तर सम्भावित अत्याचारको पनि यसले प्रश्न उठाउँछ। अपराध नियन्त्रणको नाममा मानवता गुमाउन मिल्छ? निर्दोषलाई कहिलेसम्म यातना दिन मिल्छ? धेरै सर्भाइभरहरूले भन्छन् सिकोटबाट बाँच्नु भनेको नयाँ जन्म पाउनु जस्तै हो, तर धेरैजसो कहिल्यै पनि फर्किएनन्। दर्शकवृन्द, यो रिपोर्ट तथ्यमा आधारित छ। थप जानकारीका लागि प्रोपब्लिका, फ्रन्टलाइन, विकिपिडिया र अन्तर्राष्ट्रिय रिपोर्ट हेर्न सक्नुहुन्छ। अपराध नियन्त्रण आवश्यक छ, तर
न्यायसँगै के तपाईँहरूलाई लाग्छ सिकोट जस्ता कारागारहरूले समस्याको समाधान गर्छन् वा नयाँ समस्या निम्त्याउँछन्? कमेन्टमा आफ्नो विचार राख्नुहोस्। यो थियो सिकोटको पूर्ण रहस्यमय खुलासा। सतर्क रहनुहोस्, सचेत यस्तै रहनुहोस्। यस्तै भिडियोहरू हेर्नको लागि हाम्रो यस च्यानललाई लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न नभुल्नुहोला। धन्यवाद।